हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ आज पोडकास्टको दोस्रो भागमा। आशा छ हजुरहरूले यो प्रोग्रामलाई मन पराइदिनु हुनेछ र हजुरहरूको हौसलादेखिबाट नै म यो प्रोग्रामलाई अझै धेरै टाढा टाढासम्म अझै धेरै लामो समयसम्म तपाईँहरूको माझ प्रस्तुति दिन पाउन सक्नेछु भन्ने आशा छ। अब गत हप्ता जस्तै आज पनि एकजना फरक व्यक्तित्वलाई यस प्रोग्राममा मैले निम्ताएको छु। अब उहाँको परिचय मैले दिनुभन्दा तपाईँ आफैले नै उहाँलाई देखेर हेरेर तपाईँले चिन्न सक्नुहुनेछ। सो ढिलो सुस्ती नगरिकन उहाँलाई चाहिँ यस कार्यक्रममा आमन्त्रण गर्न चाहन्छु। लेट्स वेलकम हिम इन आवर प्रोग्राम। दिन भन्दा भन्दै पिलायो साथीले। गजब छ ल, गजब छ। हामी छौँ भनेर दिल तिरायो साथीले। वेलकम 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 मलाई दिल तिरायो साथीले। तपाईँ त कस्तो तालमा आउनुभयो त सर? झ्यापको तालमा आएको ब्रो, झ्यापको तालमा। झन् तपाईँलाई यत्रो प्रोग्राममा यसरी निम्तो दिए, आमन्त्रण गरे। तपाईँलाई कति दर्शकबिनहरूले हाम्रो च्यानलबाट हेर्नुहुन्छ। यस्तो तालमा आउँदाखेरि तपाईँलाई अलिकति पनि लाज लागेन? के को लाज? मैले मेरै पैसाले खाएको, तेरो पैसाले खाएको होइन। के को लाज मलाई? ल्याङ नगर है। ल ल भइगयो, नरिसाउनुहोस्। भइगयो। बस्नुहोस् त, बस्नुहोस् ल प्लिज। बस्नुहोस् त। अनि अब तपाईँको हालखबर के सोध्नु हेरिहाल्यो। तपाईँलाई रक्सी खाएर चाहिँ कस्तो भइरहेको छ त? अब कार्यक्रममा आउनु पाउँदा कस्तो भएको छ भनेर सोध्न अब के सोध्नु होइन? अब रक्सी खाएरै कस्तो भएको छ त भनिदिनु नि त। गाह्रो छ, हामीलाई गाह्रो छ। भनी गुमा छ, भतभती पोल्या छ, गाह्रो छ, हामीलाई गाह्रो छ। हुन्छ नि, हुन्छ, त्यस्तो त हुन्छ नि। हेर्नुहोस् दर्शकबिनहरू, उहाँ यस्तो तालमा आउनुभयो। अब मुख खोल्दा नै वास्स गन्नाको छ। अब के भन्ने होइन? कसरी पिउन सक्नुहुन्छ कि यस्तो? तपाईँले कसरी पिउनु नि? भट्टीमा छिर्यो, स्याउनी बोलायो, यो 2-3 प्याक हाल भन्यो, ग्लासमा हालिदिन्छन्, ट्याप्प समात्यो, स्याट्टै खायो, ट्याप्प समात्यो, स्याट्टै खायो। कस्तो मजा आउँछ। तपाईँले पिउँछौँ, हामीले पनि पिउँछौँ, कहिले काहीँ पिउँछौँ। अब जस्तो प्रोग्रामहरूमा पिउँछौँ, ओकेजनमा पिउँछौँ होइन। त्यो त सिचुएसन कन्डिसनसम्म हेरिन्छ नि त। जुन पाए त्यही बेला, जति पाए त्यति। तपाईँले जस्तो चाहिँ पिउँदैनौँ है, हामीले सक्दैन त्यस्तरी पिउन चाहिँ सक्दैनौँ। अनि कति पिउनुभयो त हजुरले? अब साथीभाइ भेट भयो, 2-3 प्याक पियो, पिउँदै कति पियो? धेरै नै पिउनुभयो। के थाहा, हिसाब राखिन्न पिउने चिजमा। हामी हिसाब चाहिँ राख्दैनौँ यस्तो पिउने सिउने। अनि पिसकेपछि त हजुरले अब दिल पैसा त तिर्नु पर्यो होला नि त होइन? कसरी तिर्नुभयो त पैसा? साथीभाइहरूसँग मिलेर बाँडेर तिर्नुभयो कि साथीले खुलाउनु भयो कि तपाईँले मात्रै तिर्नुभयो? अघि नै भनिहालेँ नि मैले। त्यो मुर्दारहरूले पैसा कहाँबाट तिर्छ सालाहरू? हामी पछि तिरौला भनेर सबै पैसा मैलाई तिरायो। सबै पैसा मैले तिरेँ, मेरै पकेटबाट तिरेँ, मेरै पैसाले पिए सालेहरूले। पैसा भन्दा याद आयो, बुढीले साँझ तरकारी ल्याऊ भनेर दिएको थिएँ पैसा, पैसै सक्यो। लौ त बित्यासै पर्यो त। अब साँझ बुढीले मार्ने भयो त त्यसो तपाईँलाई। भाइ यसो छ भने सापट्टि देऊ न त है, म तिमीलाई पछि दिन्छु। पछि त महादेव उत्तानो फर्कले देला बर। होइन, आफैसँग त पैसा छैन। अब
तपाईँ राम्रो कन्डिसनमा आएको भइदिए, सत्य भएर आएको भइदिए, प्रोग्राम फुल रन गर्न पाएको भइदिए अब हुन्थ्यो, पैसा आउँथ्यो। अब यस्तो तालमा आउनु भएको छ, अब दर्शकबिनहरूले पनि कार्यक्रम मन पराउनु हुने हो कि होइन। अब कार्यक्रमै मन नपराइदिएपछि पैसा कहाँबाट आउने? पैसै नभएपछि मैले तपाईँलाई कहाँबाट पैसा दिने? अलिक सत्य भएर आउनु पर्दैन, राम्रो भएर आउनु पर्दैन। कहाँ ढल्न लाग्नु भएको, कहाँ सुत्न लाग्नु भएको? कस्तो गेस्ट आउँछ मेरो कार्यक्रममा, म के गरौँ? मलाई रिस उठ्यो। तेरिका सरी दर्शकबिनहरू, उहाँ हेर्नुहोस् न, अब रक्सी खाएर यसरी आउनुभयो, उहाँ यहीँ प्रोग्राममै सुत्दिनु भयो। अब मैले प्रोग्रामलाई कसरी रन गर्ने? तपाईँले हेरिराख्नु भएको छ, मेरो बाध्यता, मेरो दुःखलाई तपाईँले बुझिदिनुहुन्छ आशा छ। मलाई माफ गरिदिनुहोस्। अब आजलाई पनि म यो प्रोग्राम यहीँ नै सिद्ध्याउन चाहन्छु। हस्त, धन्यवाद।